एकोहोरो मेहताले कोही सम्पन्न र सफल हुन सक्दैन। सम्पन्नता र सफलता पाउन सोच पनि दह्रो हुनुपर्दछ। आज यसै विषयमा आधारित नेपोलियन हिलद्वारा लिखित थिङ्क एन्ड ग्रो रिच को चर्चा गर्नेछौँ। यस पुस्तकमा धन र समृद्धि प्राप्त गर्ने शक्तिशाली तरिकाहरूको बारेमा चर्चा गरिएको छ। यो पुस्तकले व्यक्तिगत विकास र सफलता प्राप्त गर्न चाहनेहरूका लागि प्रेरणादायक र उपयोगी छ। आउनुहोस् अब जानौँ धन, समृद्धि र सफलता पाउने तरिकाको बारेमा। 1. इच्छा डिजायर। धन र समृद्धि प्राप्त गर्ने पहिलो चरण भनेको स्पष्ट र ठोस इच्छा हो। हामीले के चाहन्छौँ र किन चाहन्छौँ भन्ने स्पष्ट हुनुपर्छ। इच्छा भनेको हाम्रो लक्ष्यको पहिलो चरण हो। 2. विश्वास फेथ। आफ्नो इच्छालाई पूरा गर्ने विश्वास गर्नु आवश्यक छ। विश्वासले हामीलाई धैर्य र स्थिरता दिन्छ। विश्वास भनेको हाम्रो मनको शक्ति हो। 3. स्वयं सुझाव और सजेसन। आफ्नो मनलाई सकारात्मक सुझाव दिनुहोस्। हामीले आफ्नो मनलाई सकारात्मक विचारहरूले भरिदिनुपर्छ। स्वयं सुझावले हाम्रो मनलाई सकारात्मक बनाउँछ। 4. विशेष ज्ञान स्पेशलाइज्ड नलेज। धन र समृद्धि प्राप्त गर्न विशेष ज्ञान र शिक्षा आवश्यक छ। हामीले आफ्नो क्षेत्रमा विशेषज्ञ बन्नुपर्छ। विशेष ज्ञानले हामीलाई सफलता प्राप्त गर्न मद्दत गर्छ। 5. तस्विर भिजुअलाइजेसन। आफ्नो लक्ष्यको स्पष्ट तस्विर बनाउनुहोस्। हामीले आफ्नो लक्ष्यलाई स्पष्ट रूपमा देख्नुपर्छ। तस्विरले हाम्रो मनलाई सकारात्मक बनाउँछ। 6. निर्णय डिसिसन। स्पष्ट र ठोस निर्णय लिनुहोस्। हामीले आफ्नो लक्ष्य प्राप्त गर्न निर्णय लिनुपर्छ। निर्णयले हाम्रो जीवनमा परिवर्तन ल्याउँछ। 7. धैर्य पर्सिस्टेन्स। सफलता प्राप्त गर्न धैर्य र स्थिरता आवश्यक छ। हामीले असफलताबाट हार मान्नु हुँदैन। धैर्यले हामीलाई सफलता प्राप्त गर्न मद्दत गर्छ। 8. समर्थन सपोर्ट। सहयोगी र समर्थनकारी वातावरण बनाउनुहोस्। हामीले आफ्नो चारैतिर सकारात्मक र समर्थनकारी वातावरण बनाउनुपर्छ। समर्थनले हाम्रो मनलाई सकारात्मक बनाउँछ। 9. समृद्धि प्रोस्पेरिटी। धन र समृद्धि प्राप्त गर्ने शक्तिशाली तरिकाहरूले हामीले आफ्नो जीवनमा समृद्धि प्राप्त गर्न सकिन्छ। समृद्धिले हाम्रो जीवनमा सुख र शान्ति ल्याउँछ। 10. छटपटाहट एन्थुसियाज्म। सफलता प्राप्त गर्न छटपटाहट र उत्साह आवश्यक छ। हामीले आफ्नो लक्ष्य प्राप्त गर्न उत्साहित हुनुपर्छ। छटपटाहटले हाम्रो मनलाई सकारात्मक बनाउँछ। नेपोलियन हिलको अनुभव। नेपोलियन हिलले यो पुस्तकमा आफ्नो अनुभव र अध्ययनको आधारमा सफलता प्राप्त गर्ने शक्तिशाली तरिकाहरूको बारेमा चर्चा गरेका छन्। उनले सफल व्यक्तिहरूको अनुभव र विचारहरू सङ्ग्रह गरेका छन् र तिनलाई पुस्तकमा प्रस्तुत गरेका छन्। नेपोलियन हिलले आफ्नो जीवनमा सफलता प्राप्त गर्नका लागि यी तरिकाहरू प्रयोग गरेका छन्। पुस्तकको महत्त्व। थिङ्क एन्ड ग्रो रिच पुस्तकले धन र समृद्धि प्राप्त गर्ने शक्तिशाली तरिकाहरूको बारेमा चर्चा गर्दछ। यो पुस्तकले व्यक्तिगत विकास र सफलता प्राप्त गर्न चाहनेहरूका लागि प्रेरणादायक र उपयोगी छ। हामीले यो पुस्तक पढेर आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छौँ। यो पुस्तकले हामीलाई सफलता प्राप्त गर्न मद्दत गर्छ र हाम्रो जीवनमा समृद्धि ल्याउँछ। यस्तै उपयोगी पुस्तकका समरी सुन्नका लागि ज्ञानी बाबा अडियो बुक च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।